लेट्स गो। हेलो साथीहरू, आज चाहिँ म दाइको स्याउ फार्म घुम्न आएको छु। हेर्नुहोस् त कस्तो मजाले स्याउ फलिरहेछ कि के भन्नु के यति राम्रो देखिएको छ। हेर्नुहोस् त बोट चाहिँ सानो छ तर कस्तो मजाले टन्नै फलेको छ तलदेखि माथिसम्मै। अनि स्याउहरू चाहिँ टन्नै झरेको छ यहाँतिर पनि। अहिले फर्स्ट लट चाहिँ टिपिसक्नु भएको छ। ओहो कति राम्रो भएको छ। लेट्स गो भन त छोरो। लेट्स गो। जाली चाहिँ लगाएको छैन नि त्यही भएर यहाँ चाहिँ टन्नै चराले खाएको छ। पोहोर चाहिँ म आउँदाखेरि स्याउ फार्म घुम्नै पाएको थिएन, सबै टिपेर सकिसकेको थियो। लास्टको एक लट मात्र बाँकी थियो, त्यही भएर म चाहिँ यसपालि छिट्टै स्याउ सकिनुभन्दा अगाडि नै आएको छु। हजुर